हाई एभ्रिवान, नयाँ वर्षदेखि जिम जान्छु, यो वर्ष चाहिँ वेट लस गर्छु भनेर सोचिराख्नु भएको छ भने नोज जस्ट गो इट, जस्ट डु इट, ओके। मैले चाहिँ जिम जानुभन्दा अगाडि चाहिँ कस्तो सोच्थेँ, म यो जिममा कसरी एन्टर गर्ने होला, मलाई आफूलाई यस्तो सेल्फ डाउट हुने होइन। अनि मेरो के भन्छ कन्फिडेन्स लेभलै नै क्या नि। आई वाज युज टु थिङ्क कि म के लगाएर जाने होला, मान्छेले मलाई के भन्छ होला, बिकज आइएम टु फ्याट भन्ने भएको थियो। तर वन्स यु एन्टर जिम तपाईँको बारेमा कसैले केही पनि सोच्दैन। जस्ट बी यर सेल्फ, डु फर यर सेल्फ। एकदम सपोर्टिभ इन्भाइरोमेन्ट हुन्छ जिममा चाहिँ, जस्ट गो इट भन्छु म चाहिँ होइन। अनि अब सो यो बट एन डे यो चाहिँ मैले बिहान चाहिँ ब्रेड र अन्डा खाएँ। अनि त्यसपछि म चाहिँ सोमा वेलनेसमा चाहिँ स्पा प्याकेज भनेर मैले बुक गरेको थिएँ होइन। आई जस्ट वेन्ट देयर। अनि त्यसपछि यो चाहिँ स्पावाला रुम चाहिँ एकदमै राम्रो। साउन्ड हिलिङ चाहिँ मेरो लागि होइन जस्तो लाग्यो है। अदरवाइज टी टेस्टिङ मसाज वाज सो गुड, एकदमै रिल्याक्स फिल भयो। अनि यहाँबाट हामीले टीहरू पनि टेस्ट गऱ्यौँ, एकदमै राम्रो ठाउँ। आई इन्जोयड अ लट एन्ड आई वुड रेकमेन्ड यु गाइज टु भिजिट देयर अल्सो। सो मैले ब्रेकफास्ट पछि टी टेस्टिङ गरेको थिएँ, लन्च खाएको थिइनँ। 354 आई ह्याड दस। सो यो चाहिँ हाई प्रोटिन फुड। यसमा चाहिँ मैले आई हेभ स्टप युजिङ के भन्छ ओइलहरू। मैले चाहिँ थोरै घिउमा यो बनाउँछु होइन। अनि मेरो खाना चाहिँ यस्तो देखिन्छ, हाई प्रोटिन, पनिर, मटर, साग अनि थोरै भात। अनि त्यसपछि मैले चाहिँ एप्पल खाएँ, बिकज खाना खाइसकेपछि आई प्रिफर फ्रुट्स। अनि त्यसपछि चाहिँ मैले थोरै यो प्रोटिन केक मैले रेसिपी पनि हालेको छु होइन। यो चाहिँ थोरै बाँकी थियो, आई जस्ट ह्याड द्याट। अनि त्यसपछि आई रेस्टेड। अनि यो चाहिँ साँझ 8 बजीतिर आई ह्याड दस। यो चाहिँ म खानाको एकदमै मिठो डेजर्ट हो। अनि मैले चाहिँ योसँग चाहिँ क्रानबेरी जुस पनि खाएको थिएँ। अनि साँझ चाहिँ यो पछि मैले फ्याट कटर ड्रिङ्क खान्छु, होममेड। जस्ट ट्राई इट, आई विल पुट द रेसिपी है। अलङ विथ द फ्याट कटर ड्रिङ्क म चाहिँ मल्टिभाइटामिन्सहरू पनि लिन्छु। अनि त्यसपछि द्याट्स हाउ आई एन्ड माई डे एन्ड आई टेक अ न्याप। म टाइममा सुत्छु अनि त्यसपछि टाइममा उठ्छु। अनि मेक स्योर द्याट यु अल्सो ट्राई टु वक मिनिमम 10,000 भन्छ, बट कहिले एक्सर्साइज नगर्ने मान्छेहरूले, स्टार्ट गर्ने मान्छेहरूले चाहिँ आई वुड से 6,000 तपाईँहरूको टार्गेट राख्नु। लेट मी सो, मैले चाहिँ 6,000 मिनिमम राखेर हुन्छ होइन। सो 6,500 मैले आज गरेको छु। एन्ड अल्सो गो दिस इयर वी हेभ टु लुज द्याट वेट। बाई, गुड नाइट एभ्री वान।